नमस्ते गाइज, वेलकम टु माई मिनी ब्लग। स्वागत छ हजुरहरूलाई सपनाको युट्युब च्यानलमा। आज चाहिँ हामी विक्रम बाबा जान लागेछौँ गाइज। बहिनी र म, बहिनी पछाडि छ, म अगाडि। अब बाँकीको भिडियो चाहिँ हामी विक्रम बाबा पुगेपछि बनाउँछौँ ल। हामी यहाँ आइसक्यौँ गाइजहरू। हल्ला मात्रै धेरै छ अनि दिदी चाहिँ यहाँ सामान किन्दै हुन्छ। म सबै देखाउँछु ल हजुरलाई। दिदीले यहाँ सामान किन्दै छ। सपनाले मगर भन्ने यही हो गाइजहरू। अब युट्युब च्यानलमा सब्सक्राइब हान्नु होला। मक्खै खिन आज चाहिँ आज मक्खै पर्दैखिन के नि सपन दिदी मक्खै खिन हौ मक्खै रातो ल्याउनु न मिसाएर यो चाहिँ हिजोको भाइरल दिदी हो साथीहरू। उता देखा न उता भाइलाई देखाउनु पर्छ। यो तपाईँले भन्नुभएको थियो नि बाबु यहाँ आएर लियो है भनेर, त्यही भएर आएको लिनलाई भने। छ्यामा स्माइल प्लिज यता हेर्नु न, हाई भनिदिनु न। ठिक छ बाबुको बिन्दास राख्ने। बाबुलाई सोध्नु भएको छ, बाबु सुन्नुभयो होला नि, बाबुलाई सोधिरहनु भएको छ यहाँ। बिन्दास राख्ने छु। ठिक छ सबै अहिलेसम्म ठिकै चलिरहेको छ। हाई भन्नु के के गर्नु? सपना सब्सक्राइब हान्दिन भन्नु यस्तो लाग्यो। युट्युबमा आउँछ सपनाले मगर त्यहाँ सब्सक्राइब हान्ने त्यहाँ। ल बाँकी भिडियो रातो सपन दिदी रातो टिका सपन दिदी त्यो कति हो? सपन दिदी लगाउने हो? सपन दिदी बाँकी भिडियो वहाँ गएर फुल सकिन्न। बाँकी भिडियो पछाडि के अरे खै त। ल हेर्नु यहाँ दिदीले चाहिँ यस्तो बोकेर हिँड्ने पूजा गर्ने सामान यस्तो छ क्या यस्तो त्यही यता देखाउने इन्भाइरोमेन्ट चाहिँ गाइजहरू। अघि नै भन्नुपर्छ नि होइन, अहिले भनेर कहाँबाट पाइन्छ अब के हेर्ने यस्तो भिड छ। यस्तो भिड छ कि देख्न सक्नुहुन्छ गाइज। हामी चाहिँ बल्ल आधी बाटोमा आइपुगेको छौँ र बाँकी भिडियो चाहिँ हामी पूजा गर्ने ठाउँमा लगेर देखाउनेछौँ हजुरहरूलाई। भिड चाहिँ यतिको छ है। गाइज हामी चाहिँ पूजा गर्ने ठाउँमा आइपुगेका छौँ। हेर्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ गाइज। यस्तो भिड छ, भिड भिड। अनि यहाँ मेरी प्यारी बहिनी नि छ है। बहिनी र म सरसफाइ गर्न लाग्नु है गाइजहरू। हेरिदिनु होला। फुल भिडियो हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला। ल गाइज मैले चाहिँ पूजा गरेर भइसकेको छु, देख्न सक्नुहुन्छ। अब चाहिँ म यता मन्दिरमा जान्छु है। त्यहीँ गएर तपाईँलाई देखाउँछु भिडियो। हुन्छ आज हामी चाहिँ सबिता गौतमसँग भेटेको छ, देख्न सक्नुहुन्छ। म चाहिँ मन्दिरतिर आइपुगेको छु। यहाँ चाहिँ एकदम भिडभाड छ। टिका लाउने यस्तो भिड भएर आउनु परेको छ गाइस। देख्न सक्नुहुन्छ मैले चाहिँ टिका लगाएर प्रसाद पनि लिएर आएको छु गाइस। बहिनीले चाहिँ टिका लगाइदिनु दिदी भनेर भनेको थियो, त्यही भएर उसलाई चाहिँ म टिका लगाइदिँदैछु है। हेर्न सक्नु, राम्रोसँग पढ्नु, मम्मीले भनेको मान्नु, धेरै हल्ला नगर्नु, आफूभन्दा ठुलोलाई इज्जत गर्नु। ल यही आशीर्वाद दिएको, यो आशीर्वाद विक्रम बाबामा पुरा भइसक्यो है। हेलो गाइज, हामी चाहिँ पूजा गरेर अब घर फर्किन लागेको। अनि आज चाहिँ हामीले विक्रम बाबामै सबिता गौतमलाई धरि भेट्यौँ र उसँग यसो
फोटो चाहिँ खिच्नु पाएन होइन, भिडियो भ्लग बनाउँदै थिएँ म, तर भ्लगमा चाहिँ मैले उहाँलाई देखाएको छु र बहिनी र म चाहिँ अब घर जान लागेको। हामी दुईजना मात्रै आएको कि फेरि चाहिँ, अनि अब घुम्नको लागि चाहिँ अब दिउँसोतिर आयौँ भने चाहिँ गरौँला, भ्लग बनाउँला। नै त यति नै हो आजको भ्लग चाहिँ। मलाई चाहिँ गाई चाहिँ रातो टिका लगाएर कति राम्रो देखेको है। अब अरूले तारिफ गर्दैनन् गाई हेर्नु, त्यही भएर आफ्नो तारिफ आफैले गर्ने हो क्या होइन। देख्न सक्नुहुन्छ गाई चाहिँ हामी चाहिँ पूजा गरेर फर्केका छौँ। हामी यहाँ पुलमा आएको छौँ, त्यहाँ हेर्नु सक्नुहुन्छ माछा कति ठुलो ठुलो माछा छ। माछा होला है मारेर हेर्नु सक्नुहुन्छ माछा कति धेरै छ। आज गोही चाहिँ आएको रहेनछ, त्यहाँनिर त माछा 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 माछा। यहाँ चाहिँ कछुवा गोही सबै छ है गाइस। ल गाइस, हाम्रो भ्लग चाहिँ आज यति नै र हामीले यहीँसम्म एन्ड गरेको छौँ। बाँकीको भिडियो चाहिँ हामी नेक्स्ट टाइम लिएर आउँछौँ होइन। अहिले चाहिँ हामी चाहिँ बाई बाई, टेक केयर, लभ यु गाइस।